हेर्नुहोस् मकैबारी हिँड्नुपर्छ। गर्मी यस्तो छ, यस्तो छ। म यही घाममा यस्तो टिलिक्कै घाममा टल्केर हिँड्दैछु। घामले डढेर काली न काली भइसके। ए भगवान्, यहाँ मकैबारी हेर्नुहोस् नि। यो चाहिँ काकीहरूको मकैबारी। यो माथि हाम्रो। हे भगवान्, यहाँ हेर्नुहोस्। यस्तो छ गर्मी। मरिन्छ होला। तर गाउँघरमा चाहिँ अलिकति शीतलै हुन्छ। घाम भए पनि हावा आउँछ अलिअलि। अनि त्यस पछाडि चाहिँ घरभित्र बस्दा त शीतलै हुन्छ। अलिकति गर्मी भनेको यो बाहिर निस्किँदा चाहिँ गर्मी हुन्छ, नत्र त शीतलै हुन्छ। यो यसपालि त मकै पनि खान नपाइने रहेछ। एउटै छैन मकै। पानी नपरेर मकैको घोगा पनि लागेन यसपालि। मकैको बोट मात्रै छ। मकै भन्ने एउटा छैन यसपालि दुङमामा मकै खान नपाइने रहेछ। दुङमाको मकै बोट मात्रै छ। यो चाहिँ हाम्रो बारी। यो हाम्रो बारी। धारामा पानी छैन। गलियो यहाँ हेर्नु साथीहरू। त्यो चाहिँ हतुवा गरी अरे भन्छन्। ल है साथीहरू, छैन मकै यसपालिको। मकै छैन। यो चाहिँ रोड हो। यही रोड हो। हाम्रो स्ट्यान्ड चाहिँ यही हो। यही आउँछ गाडी लिन हामीलाई। यही आउँछ। अनि यस्तो यतादेखि जानुपर्छ। यहाँदेखि यस्तो घुमेर जानुपर्छ। माथि। उकालो राख्नुपर्छ। हेर्नुहोस् लु, यही हो हाम्रो स्ट्यान्ड भन्नु पर्यो नि। अब स्ट्यान्ड यही हो। यो हरियो छाना भएको चाहिँ मेरो घर हो। ल साथीहरू, बिदा पाऊँ होला।